हेलो नमस्ते सबैजनालाई। यो चाहिँ हिजोको भिडियो हो र हिजो चाहिँ हामी तराई घुम्नु गएको थिएँ। यहाँ चाहिँ खोला रहेछ अनि सानो सानो हटहरू बनाएको रहेछ। यहाँ चाहिँ मेरो भाइले मलाई पनि खिच्नु न भन्दै आउँदैछ हो। अनि यता चाहिँ हाम्रो भाउजू हुनुहुन्छ, कान्छी भाउजू। अनि यहाँ चाहिँ मेरो बहिनी नानी भदैनी छ, क्युटी पाई हो। त्यसले हाई भन्दैछ। अन्त उता पर चाहिँ मेरो दादा पनि जानुहुँदैछ है, उता पर हुनुहुन्छ। अन्त हामी चाहिँ यतिकै घुम्नु आएको थियौँ। यहाँ त हटहरू बनाएको रहेछ अनि खोला रहेछ, तर ब्रिज चाहिँ बगाएछ यहाँ है। खोलाले बगाएछ, अब रिसेन्टली बगाएको भन्दै थियो यसले पनि हो, भाइले पनि। अनि हामी माथि जाउँ भनेर माथितिर यसो जाँदै थिएँ। जाँदा जाँदा बाख्राहरू आउँदै रहेछ, अलि यसो क्याप्चर गरेँ अलिकति है। अनि हेर्दै हेर्दै माथि गएँ। अन्त यहाँ मेरो बदैनीले नक्कल पार्दै यहाँ औँठी र उसको बाई देखाउँदै थियो क्युटीले। मेरो यो खिचिदिनु न भन्दै है, लाइक गर्नुहोस् भन्दै यहाँनिर पुरा उयो गर्दै थियो। अन्त हामी एकछिन यहाँनिर इन्जोय गरेँ है नानीसँग। खासमा त्यो नानीलाई नै घुमाउनु ल्याएको थियौँ नि त आज है, धेरै दिन भयो भनेर। त्यही भएर उसको गफ सुन्दा ठिक भयो हामीलाई। बात मार्छ यति बिना। अनि यहाँ हल्का फोटो सेसनहरू गऱ्यौँ हामीले, अलिअलि फोटोहरू खिचेँ। अनि ऊ पुरा खुसी भइरहेको छ हाम्रो नानी बदैनी चाहिँ हो, हाँस्दै जिस्किँदै हो। मजा आयो मलाई त। अब यता र उता गर्दै थियो अनि हामीले फोटोहरू खिचेँ अनि घर आएँ हामी। थ्याङ्क यू फर वाचिङ गाइज।